हेलो गाइज हैन वेलकम बैक टू माई च्यानल। अनि आज चाहिँ हामी एकदम धमाकेदार भिडियो लिएर आएको छौँ हैन। हामी चाहिँ हुँदैछ हाम्रो यहाँ मोमो च्यालेन्ज। यहाँ चाहिँ हाम्रो एक गमला मोमो अनि साइडमा छ अंकल हाई गरिदिनु अंकल। यो चाहिँ बदाम तिल डल्ले खोर्सानी टमाटरको अचार हो। यो स्पाइसी छ हो। यहाँ चाहिँ मोमो एक गमला हो। अब कसले चाहिँ लास्टसम्म खान्छ हेरौँ हैन, को गिभ अप हुने रहेछ नहुने रहेछ हेरौँ। चलो देखते हैं हम भी। लु हामी स्टार्ट गर्दैछौँ हैन। लु अंकल स्टार्ट। तातो तातो छ है मोमो चाहिँ। ल अहिले कोले जित्छ त्यो चाहिँ भइहाल्छ। लु राख त यहाँ राख। तल देखा यहाँ तल यहाँ अहिले खुवायो भने चाहिँ मोमो सक्कत। लु अंकल ए मोमो चाहिँ यहाँ छ देखा न लु अंकल। चलो देखते हैं कौन जीतता है भाई। चलो त्यो पाकिहाल्छ। किरमिर किरमिर देखिन्छ त तर यहाँ त धुवाले गर्दा होला। यो चाहिँ कति पिस छ 200। चलो लु चलो देखते हैं। सगम कस्तो बसेको हग्नु जस्तै चपला। दाबी झन्डै किरा पनि खाएन। एकदम रफली पानी हो क्या। चलो अंकल पूरा स्लो बात कर बताने हो तो चिसो भयो। अब नरम कहाँबाट ल्याउनु, यहाँ फ्रिजमा मात्रै छ पानी, अरू छैन। मैले डाइट गरेको मोमो खाएर फेरि भुलिन्छ होला यार। पुरा सेलियो त मोमो त। ये तातो छ त भित्रमा मुख हेर्नु न यसको। होला पानी अलिक जुन भयो यता गर अठार। यति मात्र छ हेर अंकल। कसले गिभ अप गर्छ तिर्सीले ढालेसँग प्लान पचहत्तरले पक्रायो। सब डिस्टर्ब गरिदेऊ, सब मम्मी देख्यो। ज्यानै मम्मीले थेट तेरि काट्नु मोमो सकिनु आँटिसक्यो। ए सकेको छैन यति काटिहाल्दैन किन गर्नु त गर्न। भोलि बिहान फेरि 75ले त डाइट गरेको फेरि भोलि त्यस्तै भुँडी हुन्छ होला यार। सबै गर्छ गिभ अप चाहिँ। दामी बनाउनु सक्छ क्या मोमो पादा मलाई मुख तगाएको ल। क्या भयो तुम्हें खाने टाइम में टोइलेट लाग्दैछ त्यही मोमो बेसी भएछ। दामी मान्छेको बताउनु पानी। यति छ मोमो अहिले गमलामा चाहिँ टल्किँदैछ, मोमो देखेकै छैन। यस्तो फोटो पार्नु ढेकाले थियो पेट से उक्ले। भोलि बिहान फेरि सैलेड मुकबांग इसके बाद सैलेड पानी हॉस्पिटल में। मोमो चाहिँ दामी भएको छ कि अमन भाइ पेट भरियो पुरा मेरो। अचार पनि पिरो भएन नि। यहाँ ठिक छ। पिरो छैन अचार। अंकल उतापट्टि नबजा नि त उयो हुन्छ हाम्रो एकदम रकिली पनि अंकल त्यो धेरै हौडेमा जस्तो भयो मतलब मुकबाङ यो कुरा चाहिँ भन्ने मुकबाङ चाहिँ एउटा रियालिटी हो कि फेक रहेछ।
अहिले आफूले यति खाएर चाहिँ यो त रियल भिडियो मुकबाङ भिडियोमा त आधी खाएर स्किप गर्छ भिडियो यो हामी बिना स्किपको भिडियो हो नि फेरि यो हामी त्यो फेक होला गर्दिउँ न रियल डाइरेक्ट हाम्रो चाहिँ एक दिन मुकबाङ भिडियो ल्याउनु त्यहाँदेखि अर्को पालि चाहिँ सिधै हस्पिटलमा सेरेर लाने यति भने रियालिटी हो भने फेक फेक हुँदो रहेछ मुकबाङ भिडियो चाहिँ कन्ट्रोभर्सी हुन्छ तपाईँसँग फेरि फेक हो नि ओके डाइटिङ साइटिङ सब बिर्सेको यति छ मेरो च्यानल भनिदिनु न लाइक सेयर फलो गरिदिनु सङ्गमले गिभ अप बिजाङ खानु तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु अनि अझ अर्को भिडियो हामी नेक्स्ट लेभलमा अझै एकदम स्पाइसी करेन्ट भिडियो दामी दामी आउँछ यो हाम्रो फर्स्ट यो भाइले चाहिँ भिडियो बनाएको होइन अब के हो कसो सेटअप अब मिलाउनु सकेन र तपाईँहरूले यो भाइलाई धेरै माया गरिदिनु होला र हामीलाई थाहा पनि छैन र हामी आस्ते आस्ते राम्रो गर्नेछौँ बहुत राम्रो गर्नेछौँ नि तर अहिले अब फिलहाल यत्तिकै अब के गर्नु तर त्यो अरू मुखमा चाहिँ फेक हो अरू चाहिँ फेक इट इज रियल यार सब यार मेरो त ड्याममै भयो भुँडी त बस गिभ अप नहीं जित बेकर्बु तिनजनाले खाना गरेर पनि हार जित कति के त्यो गिभअप त हुन्छ नि हुँदैन यत्रो छ त्यहाँबाट कराउँछ चार पाँच र जहाँ 1 घन्टाको भिडियो तर डरले हाल्ने हो म एडिट एकदम डरले भन्दा यति बाँकी छ अहिले भोइस लाउनु पर्छ यो भिडियो मन पऱ्यो भने त पुरा सेयर गर्नु नेक्स्ट भिडियो अनि बबाल आउँछ पनि भनेको छैन यस्तो एराकोन्डा साला हामीले 4टा खाँदै एउटा खाँदै चाहिँ कहाँबाट हुन्छ होइन होला मेरो भुँडी फाट्नु आँटेको छ गयो मेरो भुँडी फाट्नु आँटेको छ पुरा भयो म यार खतरनाक खाऊ त यस्तै खाउने अरे गेट आउट अब यहाँ दुईजना अब 2जना बाँचेको छ हो राष्ट्र जस्तो फाल्छु यिनीहरूले पानीले ठेल्दैछु हो खोला भोलि चाहिँ टोइलेटको बसिरहेको पर्छ होला अब त यार सबलाई लिङ्क पठाउँछ बस अब यो लास्ट हेरुन्जेल म चाहिँ हाले नमस्ते गरेर नमस्ते गरेर रात चाहिँ सेरु हो यिनीहरू यो पनि कमी छैन आधी मानु अघि पक्काको देखिको खाएको त त्यही भएर गिभ अप नमस्ते सकेको बस। बस खेल खतम म त अझै खान्छु यहाँ आजको भिडियोमा चाहिँ अङ्कल विनर भएको छ हो भिडियो मन पऱ्यो भने नेक्स्ट भिडियो हाम्रो आउँछ करेन्ट पनि अङ्कल नेक्स्ट प्लान भएको छ करेन्टको म पनि खान्छु है एकदम करेन्टमा पनि अकबरै हाल्ने हो क्या 6-7वटा एकदम दुधो म चाहिँ अगाको आउने ल आजको विनर अङ्कल हो भयो अब बाबा